हेलो गाइज सबैजनालाई नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ। सो आज अलि फ्री भएपछि होइन यस्तो चिकन बनाऊँ भनेर मन भएको छ। सो यहाँ हेर्न सक्नुहुन्छ यो पनि तातो भइसकेछ। अनि अब म यो कराईलाई यहाँ राख्छु। कराईमा तेल मैले अगाडि नै हालिदिएको थिएँ। सो अब एकछिन कराईलाई यस्तै छोड्नुपर्छ। सो चिकनको लागि सामानहरू काट्नुपर्ने हुन्छ। सो यहाँ प्याज, खुर्सानी एन्ड लसुन, टमाटर एन्ड द मोस्ट इम्पोर्टेन्ट थिङ इज मासु। विदाउट मासु त मासु भन्दैन। सो यहाँ मैले सबै कुरा रेडी गरेर राखिसकेको छु। यहाँ मासु पनि रेडी छ। यहाँ फ्रोजन हुन्छ पुरै होइन। अनि अब एकछिन यतिकै बाहिर राख्नुपर्छ वा तातो पानीमा एकछिन राख्नुपर्छ। अनि त्यसपछि बल्ल काट्नुपर्छ। अनि मैले यो पुरै मासु काटिसकेको छु। यता टमाटर भइसकेछ, सबै भइसकेछ। अब मैले अझै अदुवा काट्नुपर्ने एन्ड सो अब स्टार्ट गर्नुपर्छ। हाम्रो तेल चाहिँ रेडी भइसकेछ। अब यसमा लसुन राख्यौँ। खुर्सानी पनि राख्यौँ। एकछिन यहाँ यस्तो छोड्नुपर्छ। सो खुर्सानी र लसुन अलि तातो भइसकेछ। अनि यसमा अब इट्स टाइम टु ओनियन। प्याजलाई हाल्छौँ पुरै यसमा। यहाँ प्याज हालेपछि यसलाई थोरै मिक्स चलाइदिनुपर्छ। सो यहाँ प्याजको कलर चाहिँ चेन्ज भइसकेछ। सो इट्स टाइम टु पुट द मिट। ओके, सो लेट्स पुट द मिट। मासु सबै हाल्नुपर्छ अब। मासुलाई अब चलाइदिनुपर्छ। सो यहाँ मासु चलाइदिएको छु। अब एकछिन मासुलाई छोपिदिनुपर्छ। अनि त्यसपछि अब मैले अदुवा र लसुनको पेस्ट बनाइसकेको छु। अनि त्यो पनि हाल्नुपर्छ। एकछिन अब मासुलाई यहाँ छोपिदिनुपर्छ। ओके, सो लेट्स वेट फर 5। सो मासु एकछिन त्यो भइसकेछ। अब 2 मिनट अझै छोपिदिनुपर्छ। अनि त्यसपछि अदुवा र लसुनको पेस्ट हाल्नुपर्छ। ओके, सो मासुलाई हेरौँ कहाँसम्म भइसकेछ। कलर पनि चेन्ज भइसकेछ। अब यति बेला पनि मसलाहरू हाल्दा चाहिँ भयो। तर म चाहिँ के गर्छु होइन, अब यति भइसकेछ, देखेर त ठिकै लागिरहेछ। सो अब म यसमा के हाल्छु भनेपछि अब यसमा टमाटर हाल्छु म। ओके, सो tomato is here.
मजाले चलाइदिनुपर्छ। यता साइडमा अब भात पनि हालिदिनुपर्छ अनि मस्त भात र चिकन करी नै भनौँ। सो मसला हाल्दा हुन्छ हैन, अनि पहिला नुन हाल्दा पनि हुन्छ। सो अब मासुमा अदरक राख्ने टाइम आइसक्यो। सो यहाँ अदरक र लसुनको यो पेस्ट हालिदिउँ। अब यसलाई मजाले मिक्स गरेर अनि चलाएर अब लाइक 5 मिनट 5-6 मिनट जति छोडिदिनुपर्छ। अनि त्यसपछि अब नेक्स्ट प्रोसेस गर्नुपर्छ। त्यसो यो गर्दैको अब यो मिक्स गरेर मजाले 5 मिनट छोडिदिनुपर्छ। खुर्सानी धुलो, हल्दी एन्ड करी पाउडर, धनिया चाहिँ अलि बढी नै हाल्नुपर्छ हैन, धनिया पाउडर। सो अनि यहाँ मसँग सिनामेन भनेपछि दालचिनी पाउडर पनि छ हैन, यो पनि हाल्दिउँ। अब सबैलाई मिक्स गरिदिनुपर्छ। हल्दी भयो, खुर्सानी भयो, धनिया भयो, करी पाउडर पनि भयो अनि सिनामेन पनि भयो। अब यसलाई मिक्स गरिदिनुपर्छ मजाले मसलाहरूलाई। मसलालाई मैले मिक्स त गरिदिएको छु। देख्दा कलर चाहिँ ठिकै लागिरहेछ। कलर चाहिँ ठिकै छ। अब यसलाई थोरै पानी राखेर हैन, अब त्यो गर्नुपर्छ। मसला राख्यो, अब जस्ट 1-2 मिनटको लागि मात्रै छोपिदिनुपर्छ। अनि त्यसपछि थोरै पानी राखेर त्यो गर्छु। जस्ट 1 मिनटको लागि मात्रै हैन छोपिदिउँ। त्यसमा अब थोरै पानी राख्नुपर्छ हैन। थोरै पानी राखेर नै अब मजाले भुट्नुपर्छ। ग्रेभी राम्रो बनाउनलाई त यस्तो गर्नुपर्छ नि, रस पनि चाहियो, खाना पनि मिठो लागोस्। अनि ग्यासलाई बढाइदिउँ। साइडमा भात पनि हालिदिनुपर्छ। अब एकछिन छोपेर फेरि पानी हाल्नुपर्छ। भात पनि म हालिहाल्छु। अब मासु यस्तो भइसकेछ। इट्स लुक लाइक टेस्टी, तर थाहा छैन टेस्टी छ कि छैन। त्यसमा अब थोरै अझै अब
जति पानी राख्छु अब एकैचोटिमा हालिदिन्छु होइन। त्यसपछि मजाले अब पानी थोरै चल्दै गर्छ, ग्रेभी बन्दै गर्छ। यतिको ग्रेभी चाहिँ पनि पर्फेक्ट रहेछ। तर अब भातसँग खानलाई रस त चाहियो नि होइन। ओके, सो गाइज रस राखेर यहाँ चिकन हाम्रो भइसक्यो। कस्तो भएको छ त्यो त टेस्ट गरेरै थाहा पाउँछ। देखेर त मिठो नै लागिरहेछ। यस्तो चिकन ग्रेभी रससँग झोलसँग खान त झन् मजा आउँछ। भात र झोल, यता भात पनि बनिरहेछ, चिकन रेडी भइसकेको छ। अब भात भनेपछि सिधै खाइहाल्नुपर्छ।